खै वो आउन छुट्यो यहाँ ल है साथीहरू हामी आज ओख्रेनी जाँदैछौँ फिल्ड भिजिटको लागि हो फेरि यो हामी सबै उद्यमी साथीहरू हो सबै एउटा काम उद्यम गरिरहनु भएको छ ल यहाँ हाम्रो 3 जना अलिक पछि पर्नु भयो जस्तो लाग्यो अलिक छिटो हिँड्नु पर्यो है हामी सबैभन्दा यहाँ भोलिमा हिँड्ने मै होला किनकि म जति पनि हिँड्न सक्छु पासन दाइको अगाडि म होला सुन्दरी जाउको यो कालो आइपुग्यो यतिखेर जति पनि अनि जति दिन फिल्ड भिजिटमा जान लाग्यो हामी ओख्रेनीमा ल भिडियो बनाउनु भएको छ भिडियो हो सर ओहो ल जतिजना आउनु भएको छैन उहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो हाइकिङ यहाँबाट स्टार्ट हुन्छ ल स्टार्ट भयो हाम्रो हाइकिङ अघि उहाँले भन्नु भएन 1 घन्टाको बाटो छ हिँड्दैन काम केही पनि छैन झोला पनि छैन रिजर्भ गर्छ हिँडिहाल्छ त्यति कमाउँदैन पनि मान्छे त्यति कमाउँदा पनि बाहिरै जानुपर्छ होइन हामीले बोतलै लिएको छौँ हौ म त अप्राइदिनँ दोस्त पनि पहिलो नम्बरमा हेलो 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 शर्मिला म्याडमको ज्याकेट हराएको थियो मैले बाटा भेटाएर ल्याइदिएको हो अँ खबर गरिदिनु होला ल स्ट्यान्ड थियो त अन्त म्याडमको त्यसबाट चाहिँ अर्को भिडियो बनाउनुपर्छ हिँड्नु अलि छिटो पासाङ सर गङ्गा लक्कुत अनि त्यो मैले फोटो देखेर के मनमा नि सोच्यो यहाँनिर छकै कुरा मलाई यो राम्रो लागेन मलाई कस्तो राम्रो लागिरहेछ ए हो ननाच्ने मान्छे